Good morning everyone, welcome back to another episode of my life, a day in my life. बिहान उठेर म मेरो मर्निङ रुटिनहरु गरिरा छु अहिले बिहान लगभग 4:30-5 बजेको बीचमा एभ्रीडे उठ्छु म जुन आज पनि उठिसके फ्रेशन अप भइसके मैले बडी शावर लिए अनि त्यसपछि म मेरो मर्निङ ड्रिंक खाइरा छु अहिले जुन हो एप्पल साइडर भिनेगर हिमालयन पिंक सल्ट अनि वार्म वाटर जुन म फ्रम एजेस लिइराखेको छु यु गाइस क्यान सी मेरो मग पनि फुटेको छ हिजो माझ्दाखेरि फुटेको यो आज म नयाँ मग पनि लिन्छु आफ्नो लागि यो डिसेन्ट मग खोज्न अलि गाह्रै हुन्छ मार्केटमा बट आई विल फाइन्ड वान फर मी यस्तो यो अलि ठुलो अनि धेरै कलरफुल चटकदार नभएको वाला समाउने पनि अलि ठुलो भएको मग खोजेर एउटा लिन्छु म जुन मेरो टाइपको मग हो अनि मैले आज मेरो होल डे फिल्म गर्ने ट्राई गर्छु अपलोड गर्ने पनि कोसिस गरिरहेको छु युट्युबमा अलि फ्रिक्वेन्टली किनकि धेरै अपलोड गरेन भने चाहिँ अल्गोरिथम वीक हुँदो रहेछ युट्युबको अनि सब्स्क्राइबरहरु पनि त्यति नबढ्ने प्रब्लमहरु आउँछ एक्टिभिटी त्यति नबढ्ने युट्युबमा मेरो च्यानलमा सो म अलिकति कन्सिस्टेन्ट हुने कोसिस गरिरहेको छु मेरो युट्युब च्यानलमा दैट्स व्हाई आई एम फिल्मिङ अ र्यान्डम डे इन माई लाइफ स्टे विथ मी होल डे अहिले 6 बज्यो 6:30 बजे मलाई मेरो 22टा क्लास पढाउन जान निस्किनु पर्ने हुन्छ त्यसपछि म बिहान 6:30 बजे घरबाट निक्लेपछि बेलुका कति बेला फर्किन्छु आई हैव नो आइडिया होल डे नै मेरो चलिराख्छ क्लासेसहरु यताउता सो स्टे विथ मी अ डे इन माई लाइफ को मेरो यो व्लगमा लेट्स स्टार्ट द डे म रेडी भएर भेट्छु अहिले म रेडी हुन बसेको छु यो खाँदै आई विल गेट रेडी अनि 6:30 बजे मलाई निक्लिहाल्नु पर्छ हजुर हजुर ओके सो म क्लास पढाउन आइसके 22टा को मेरो स्टुडेन्टहरुलाई अनि आज चाहिँ म टेस्ट लिइराखेको छु सो यहाँनिर ग्रुप छुटाइदिएको छु अनि हरेक ग्रुपलाई अलग अलग क्वेशन दिएको छु आजसम्म सिकाएको कुराहरु उनीहरुलाई मैले आफै विदाउट माई हेल्प गर भनेर छोड्दिएको छु ताकि म अब्जर्भ गर्न सकूं कि कुन स्टुडेन्टले राम्रोसँग जानिराखेको छ कुन स्टुडेन्टलाई चाहिँ अझै धेरै मेरो अटेन्सनको जरुरत छ मैले पर्सनली अझै कसलाई धेरै गाइड गर्नु पनि जरुरत छ यसरी मलाई थाहा हुन्छ त्यही भएर बेला बेलामा टेस्ट लिइराख्छु मैले अनि आज पनि लिइराछु उनीहरुले आफै गरिराखेको छन् यहाँनिर अनि गरेर एक्सप्लेन पनि गर्न लगाइराछु मैले राम्रोसँग प्रेजेन्टेसन गर्न लगाएर उनीहरुलाई के बनाएको कसरी बनाएको के इन्ग्रेडिएन्टहरु युज गरेको सबै यसको डिटेलहरु यसको थ्योरी पार्टहरु सबै सोधेर अनि एट लास्ट एक्जाम टेस्ट सकिसकेपछि म यहाँनिर पर्सनली स्टुडेन्टहरुलाई अटेन्ड पनि गरिरहेको छु सिकाइरहेको छु फेरि जो स्टुडेन्टलाई अलिकति ध्यान दिनुपर्ने अझै सिकाउनु पर्ने जरुरत फिल भयो मलाई त्यो स्टुडेन्टहरुलाई चाहिँ मैले यहाँ सिकाइरहेको छु त्यसपछि अहिले मर्निङ ब्याच सक्यो मेरो बिहान 6:30 बजे देखिको अहिले 11 बजेसम्म क्लास सकाएँ अब एकछिन ब्रेक लिएर अनि उनीहरुलाई पनि अब पठाइदिएर अनि फेरि डे ब्याच सुरु गर्नुपर्ने हुन्छ 12 बजेबाट 11 बजे क्लास
सकाएर उनीहरूलाई छुट्टी दिएर ब्रेक लिँदैछु अहिले मेरो लन्च ब्रेक यो मेरो अमेरिकानो खाँदैछु अनि मेरो लन्च ब्रन्च ब्रेकफास्ट जे भने पनि यही हो बोइल्ड एग खाँदैछु 2टा हल्का डकुमेन्टको काम पनि गरेर बिहानदेखि केही गएको छैन भोक लागिरहेछ सो यो खाएर म एकैछिन बाहिर निक्लिन्छु अनि फेरि 12 बजे आई विल बी ब्याक अहिले सर्भिस सेन्टरमा छु म स्कुटी सर्भिसिङ गर्न आएको मसँग टाइम नै छैन स्कुटी सर्भिसिङ गर्न पनि अनि बिहान स्टार्ट गर्ने बेलामा हल्का इस्यु भइरहेको थियो सो मलाई डर लाग्यो फेरि स्टार्ट नै भएन भने टेन्सन हुन्छ त्यही भएर सर्भिसिङ चाहिँ गरिहाल्नु पऱ्यो भनेर अनि 12 बजेदेखि फेरि अर्को बारिस्टाको ब्याच पढाउनुपर्छ जानुपर्ने हुन्छ मसँग टाइम छैन फेरि रुम गएर फेरि क्लास पढाउन जान सो म यहीँनिर बस्दैछु स्कुटी बनेर मेरो कम्प्लिट भयो रेडी छ मेरो स्कुटी यहाँनिर इट्स रेडी यहाँनिर धोएर पनि भाइहरूले राखिदिएको छ सो म एकैछिन 10-15 मिनट यहाँनिर टाइम पास गर्छु अनि फेरि 12 बजेको ब्याच पढाउन जान्छु आज मैले 11 बजीतिर नै छुट्टी दिएँ मर्निङ ब्याच अनि अलिक छिटो पनि भयो त्यही भएर आज टेस्ट लिएको थिएँ मैले स्टुडेन्टहरूको त्यही भएर अनि अब 10-15 मिनट म यहाँ टाइम पास गर्छु त्यसपछि फेरि डे ब्याच पढाउन आई विल गो मेरो स्कुटी सर्भिसिङ गरिसकेर अनि 12 बजेको ब्याच पढाउन पनि म आइसकेँ डे ब्याचमा अनि अहिले पनि मर्निङकै जस्तो टेस्ट लिइरहेको छु स्टुडेन्टहरूलाई ग्रुप छुट्याइदिएर अनि उनीहरूले यहाँ टेस्ट दिइरहेको छन् विथ प्रेजेन्टेसन भाइभा सबै एक्जाम लिइरहेको छु मैले अनि डेको चाहिँ खासै सुट गर्न मैले अलिक लङ हुन्छ फेरि भ्लग भनेर सो सानो क्लिप लिएँ अनि अहिले ब्रेक टाइम चलिरहेको छ खाजा खाइरहेको छु म यो चाहिँ स्टुडेन्टहरूलाई पनि यही नै खाजा प्रोभाइड हुन्छ ट्रेनिङबाटै प्रोभाइड हुन्छ यो खाजा सो यही खाइरहेको छु म पनि किनकि मसँग टाइम छैन रुम गएर पकाएर खाएर बस्ने खानाहरू बनाउने किनकि एज यु गाइज क्यान सी बिहानदेखि बेलुकासम्म म क्लासेसहरू नै लिइरहेको हुन्छु त्यही भएर अनि यहाँनिर एट लास्ट मैले जो स्टुडेन्टलाई अझै धेरै ट्रेनिङको जरुरत छ जो अलिक कन्फ्युज छ उनीहरूलाई म फेरि एकजना अटेन्ड गरेर सिकाइरहेको छु अनि यहाँ चाहिँ मैले मेरो स्टुडेन्टहरूले बनाएको आर्टहरू उनीहरू लर्निङ फेजमा स्टार्टिङमा बनाएको आर्टहरू मैले यहाँनिर राखिदिएको छु कसको आई डोन्ट रिमेम्बर बट मैले जुन भेटाएँ सबै राखिदिएँ मेरो स्टुडेन्टहरूले भ्लग हेरिरहेको छन् भने टु मोटिभेट देम अनि एज अ टिचर पनि मेरो लागि एकदमै प्राउड मोमेन्ट हो अफकोर्स एउटा टिचरको लागि कि मेरो स्टुडेन्टहरूले लर्निङ फेजमै यति राम्रो लाते आर्टहरू कोसिस गरे ट्राई गर्नु नै मेरो लागि ठुलो कुरा हो द्याट्स वाइ आई एम एडिङ फ्यु लाते आर्ट्स अफ माई स्टुडेन्ट्स त्यसपछि म यहाँ ब्याङ्क आएको छु किन भन्दा एउटा नयाँ स्ट्रेसले मलाई अँगालोमा आइसक्यो जुन हो यो भाटभटिनीको एटिएमबाट मैले 5000 विथड्र गर्न खोज्दाखेरि एटिएमले 2000 मात्रै दिएर 3000 चाहिँ फिर्ता तान्यो अनि ब्याङ्कबाट मेरो सिटिजन ब्याङ्कमा अकाउन्ट छ ब्याङ्कबाट चाहिँ मलाई 5000 नै डेबिट भयो भनेर पैसा मेरो अकाउन्टबाट 5000 काटेको मेसेज आएको छ सो आई एम भेरी स्ट्रेस्ड किनकि कमाउन यति गाह्रो छ म बिहानदेखि बेलुकासम्म खटिरहेको हुन्छु यति हसल लाइफ यति रस छ यति दुःख गरेर कमाएको पैसा त्यो 3000 जानु भनेको पनि मेरो लागि एकदम ठुलो कुरा हो मैले त्यो 3000 म आफै माथि मेरो मर्जीले खर्च गरेको भए इट्स नट अ बिग डिल फर मी केही हुँदैन थियो गरिराख्छु म खर्च बट यसरी फोकटमा 3000 त म जान दिन सक्दिनँ इट्स भेरी हार्ट ब्रेकिङ फर मी त्यही भएर म यहाँ ब्याङ्क आएर प्रपर एप्लिकेसन लेखेर दिइरहेको छु म त्यहाँ गएको थिएँ ब्याङ्कमा सोध्न अनि उहाँहरूले एप्लिकेसन लेख्न भन्नुभयो सो मैले एप्लिकेसन लेखिदिएँ त्यहाँको स्टाफहरू पनि दे आर नट इन्ट्रेस्टेड हेल्प गर्नको लागि मैले जबरजस्ती सोधेर अनि गरेको थिएँ एप्लिकेसन लेखेर दिएको थिएँ अब हेरौँ प्रब्लम सर्ट आउट हुन्छ कि हुँदैन भएन भने अब सिटिजन ब्याङ्कबाट म मेरो अकाउन्ट नै बन्द गरिदिन्छु भनेर सोचिरहेको छु अलि दिन भइसक्यो यो प्रब्लम भएको बट स्टिल सर्ट आउट भएको छैन यो भिडियो एडिट गरुन्जेलसम्म भएको छैन केही पनि रेस्पोन्स आएको छैन अब हुन्छ हुँदैन थाहा छैन गर्न सक्ने हामीले केही पनि होइन त्यही अकाउन्ट बन्द गरिदिन्छु अनि अर्को ब्याङ्कमा अकाउन्ट खोल्नु पर्ला भन्ने सोचिरहेको छु किनकि यो सब स्ट्रेस मलाई फेस गर्नु छैन इन फ्युचर फेरि हुनसक्छ मेबी होइन द्याट्स वाइ सो म यहाँ अहिले ग्रोसरी सपिङ गर्न आएको छु लेट्स फर्गेट यो स्ट्रेसवाला पार्ट अनि
यहाँनिर यो रेड भेलभेट पेस्ट्री पनि किनेर म यहाँ एउटा क्याफेमा बसेर खाँदैछु। अनि कपहरू लिनु थियो मलाई, जुन बिहान फुट्यो भनेको थिएँ मैले कप, त्यो कपहरू लिन म आएको थिएँ यहाँनिर। अनि हल्का ग्रोसरी सपिङ पनि गरेँ। अनि म यहाँ एउटा क्याफेमा बसेर लाफिङ खाइरहेको छु। मैले लाफिङ नखाएको धेरै भयो, सो म यहाँनिर लाफिङ इन्जोय गरिरहेको छु। अब मैले बिहानदेखि बेलुकासम्म मैले पढाएँ एज अ टिचर। अब चाहिँ बेलुका लगभग 5-6 बजेबाट चाहिँ मेरो क्लास छ, म पढ्न जाने क्लास छ। अब एज अ स्टुडेन्ट भएर म पढ्नु जानु छ। मेरो सेल्फ ग्रोथ पनि जरुरी छ, मैले पढाएर मात्रै हुँदैन, मैले पनि पढ्नुपर्छ, द्याट्स वाइ। अनि म यहाँनिर एकछिन क्याफेमा बसिरहेको छु, अलिकति रेस्ट गरिरहेको छु भनौँ न। म रुम गइरहेको छैन, घर गइरहेको छैन अहिले, किनकि टाइम छैन। अब फेरि रुम गएर फेरि क्लास जान अलिकति भागादौडी नै हुन्छ, त्यही भएर। अनि म यहाँ यो बिरयानी पनि लिन आएको छु फर डिनर, जुन म बेलुका घर गइसकेपछि 9-10 बजेतिर खाना भ्याउँछु, त्यति बेला खानाको लागि, किनकि त्यतिखेर बिरयानी पसल बन्द भइसक्छ। सो म अहिले नै किनेर राख्दैछु, किनकि आज मलाई बिरयानी खान मन छ, बिरयानीको क्रेभिङ भइरहेछ। त्यही भएर यो चाहिँ प्याकिङ गरेर म डिक्कीमा हालेर राखिदिन्छु। अनि मेरो म पढ्ने क्लास सकाएर घर फर्केपछि बेलुका म यो खान्छु। म के लिन आएको थिएँ यहाँनिर, एकछिन क्लिप रन हुन दिनु। अनि मलाई याद आउँछ, किनकि म भोइस ओभर गरिरहेको छु। आई डोन्ट नो मैले के किनेको थिएँ यहाँबाट, मैले बिर्सेँ। कुकिजहरू हेरिरहेको छु, आई थिङ्क कुकिज किनेको थिएँ। यस यहाँ यो पिनट कुकी लिएको थिएँ। अनि अर्को पनि एउटा के मिठाई लिएको छु जस्तो लागेको छ, बट आई डोन्ट रिमेम्बर। मार्टतिर किनमेलहरू गर्ने काम सबै सकाएर अनि म क्लासको लागि निक्लिनुपर्ने हुन्छ। अब म पढिरहेको छु जर्मन ल्याङ्ग्वेज। अहिले म यहाँ क्लास आइसकेँ। मेरो ल्याङ्ग्वेज क्लास गर्नको लागि म अहिले B1 लेभल पढिरहेको छु। A1 लेभल सकाइसकेँ, A2 लेभल पनि सकाइसकेँ। सो अहिले B1 लेभलमा पुगेको छु म। अनि मैले A1 लेभलको चाहिँ इक्जाम पनि दिइसकेँ। मैले मेरो एक्सपिरियन्स डकुमेन्ट पनि गराएको छु, भ्लग गराएको छु काठमाडौँ इक्जाम दिन गएको बेलामा मेरो एक्सपिरियन्स, बट एडिट गर्ने फुर्सद नभएर यत्तिकै भ्लग पेन्डिङ छ। आई विल अपलोड इट लेटर। 67170. Unsere neue Adresse ab 17.05. Ebertplatz 5, neben dem städtischen Krankenhaus. Unsere Telefonnummer bleibt gleich. Olympia war schon immer eine riesige, geht es in erster Linie um Erfolg und Geld. Auch hat das nichts zu tun. Warum so negativ? Sie waren doch selbst einmal ein Star auch bei solchen Großveranstaltungen. Ich auch sehr sogar ein Abendessen bei Kerzenlicht mit schöner Musik, das finde ich klasse. Ich arbeite sehr viel, aber am Wochenende unternehme ich mit meinen Freundinnen immer etwas und wenn sie Probleme haben, versuche ich für sie da zu sein. Meine Freunde sagen, ich bin ein liebevoller und netter Mensch. Mein Freund muss auf jeden Fall ehrlich sein und nicht überfällig und unsportlich wie ich. Ich liebe mein Auto und hasse Sport. Na dann hätte ich die Erklärung voll und ich sage, मेरो जर्मन क्लास सक्यो। अब क्लास सकेर म घर जाँदैछु। एज यु गाइज क्यान सी अँध्यारो भइसक्यो, सधैँ यस्तै हो, राति नै हुन्छ घर जाँदा। अनि म यो गल्लीबाट निक्लिँदैछु मेरो स्कुटी भएको ठाउँमा जानको लागि। म एकदम थाकिसकेँ, मेरो फेसबाटै देखिसकेँ, एकदम एक्जस्ट देखिरहेको छु म यहाँनिर। अनि अब घर गएर म डिनर गर्छु। अनि फ्रुट पनि लिनु छ मलाई, बिचमा कतै म फ्रुट लिन पनि रोकिन्छु होला। आइन भयो, कति भयो यसको?
गुड इभिनिङ एभ्रिवान। क्यान्डल बाल्नु परिरहेको छ किनकि लाइन छैन। म भर्खरै मेरो रुममा आइपुगेँ। अहिले लगभग 8 बज्यो बेलुकाको। बिहानदेखि निस्केको। मैले बिहान मर्निङ बनाएको थिएँ, अहिले एकैचोटि इभिनिङ भन्दैछु। अनि अहिले रुममा आउँदाखेरि लाइन छैन अनफर्चुनेटली। मसँग फोनमा चार्ज पनि छैन। मसँग यही छ क्यान्डल। म सो क्यान्डल बालेर बसिरहेको छु। अनि मैले मेरो लागि डिनरको लागि बिरयानी लिएर आएको छु, जुन सेलाइ पनि सक्यो। आई नो द्याट। सो म त्यसलाई तताउँछु, अब खान्छु। लाइन आयो भने म यो भ्लग कन्टिन्यू गर्छु फोन चार्ज गरेर, नत्र मैले यो भ्लग आई थिङ्क यहीँनिर एन्ड गर्नुपर्ने हुन्छ। यदि फोनको चार्ज सकेर फोन डेड भएन भने, प्लस यसको स्टोरेज पनि फुल भएको भएछ। जम्मा 128 GB को फोन हो। सो एकदम स्टोरेज प्रब्लम भएको भइ गर्छ मलाई। म फेड अप भइसक्यो मेरो फोनमा। ठ्याक्कै स्टोरेजको कुरा पनि गर्नु, स्टोरेज पनि फुल भएर भिडियो गर्दा गर्दै बिचमै कट्यो। सो एउटा दुईवटा भिडियो डिलिट गरेर फेरि सुट गरिरहेको छु मैले। म क्यान्डल मुखैमा बालेर बसिरहेको छु। अनि यो फोनकै हल्का ब्राइटनेसले गर्दाखेरि उज्यालो आइरहेछ। थ्याङ्क गड लाइन आयो। अनि म बिरयानी खान बसेको छु। फ्रेसन अप भइसकेर लगभग 9 बजिसक्यो अहिले। अनि धन्न बिरयानी सेलाइसकेर हुन्छ, हल्का वार्म नै छ। सो म छिटो खाइहाल्छु भनेर बसेको छु लिएर। मैले चिकन बिरयानी अनि उहाँहरूले एग पनि हालिदिनु भएको रहेछ, एउटा बोइल्ड अन्डा। सो स्विट अफ देम। त्यसपछि अनि यो एउटा लेग पिस पनि लिएर आएको थिएँ मैले। त्यही बेला प्याक गर्न लगाएको थिएँ किनकि मलाई थाहा छ कि मैले त्यति बेला 6 बजे प्याकिङ गराएको भए पनि घर आएर खाँदा ओर्दा 9 बजिसक्छ, जुन कि अहिले बजिरहेछ। 9 बजिसक्यो ठ्याक्कै बेलुकाको। अनि फ्रेसन अप भएर खाना बस्दा ओर्दा 9 बज्नु भनेको नर्मल हो, एभ्रिडे रुटिन हो। सो मैले यो एक्स्ट्रा लेग पिस पनि ल्याएको थिएँ किनकि मलाई एकदम धेरै भोक लागिरहेछ अहिले। त्यही भएर प्रोटिन पनि हुन्छ अनि भोलि फेरि यही डे रिपिट गर्नु छ। सो मलाई एनर्जी चाहिन्छ, एक्स्ट्रा एनर्जी। द्याट्स वाइ। यति नै हो। सो यो खाएर म एकछिनमा म भेट्छु हजुरहरूसँग। अनि मैले कपहरू पनि ल्याएको छु, म देखाउँछु हजुरहरूलाई मैले कस्तो कप लिएर आएँ, मग भनेर बल्ल बल्ल खोजेर पाएँ एउटा अलिक गतिलो मग। आई विल सो यु लेटर। अहिले एकछिनमा पहिला यो खाएर भ्याउँछु म। ओके। सो मैले डिनर पनि गरेर भ्याएँ अनि फेसहरू पनि राम्रोसँग फेस वास गरेर आएँ। अब म यो मेरो मोइस्चराइजरहरू लगाउन थाल्दैछु। अनि मैले मग देखाउँछु कुन लिएर आएँ भनेर भनेको थिएँ। सो हियर इज द मग। कस्तो ब्लू देखेको भिडियोमा। इट्स नट ब्लू है, यहाँनिर ब्लू देखिरहेछ बट यो एकदमै सटलवाला ब्लू त ब्लू बट म्याट खालको ब्लू छ। कस्तो राम्रो ब्लू छ बट भिडियोमा कस्तो ब्राइट ब्लू देखिरहेको रहेछ। सो दिस इज माई चोइस मगको लागि। यस्तै खाले एउटै कलर अनि यो समाउनेहरू पनि अलि ठुलो भएको अनि मग पनि अलि ठुलो झ्याप्पैवाला चाहिन्छ मलाई किनकि ग्रिन टीहरू खान्छु म। सो मलाई 1 कप भयो भने आनन्दसँग बसेर खानलाई। अनि ठुलो खाले मग नै ल्याएँ। यही हो सपिङ। अनि अरू ग्रोसरी सपिङहरू गराएको छु बट के ग्रोसरी सपिङ पनि देखाइरहनु जस्तो लाग्छ। त्यही नै थके लागेको बेलामा अब म सुत्ने तयारी गर्दैछु। अनि अर्को भनेको मैले यो मेरो जर्मन ल्याङ्ग्वेजको बुक लिएर आएँ। क्लास गएको बेलामा मैले जर्मन ल्याङ्ग्वेज पढिरहेको छु। A1 कम्प्लिट गरेर इक्जाम पनि दिइसकेँ अनि A2 पनि कम्प्लिट गरिसकेँ। अनि अहिले B1 लेभल पढिरहेको छु। सो B1 चाहिँ खासै जान भ्याइरहेको छैन म। मेरो अहिले सेड्युल अलिक बिजी भएको भएर त्यही पनि म कोसिस गरिरहेको छु जाने। अनि यो एउटा बुक चाहिँ मैले आज गएको बेलामा लिएर आएको छु। आफै सेल्फ स्टडी गर्न पनि हुन्छ भनेर यो चाहिँ स्टोरीहरूवाला बुक रहेछ यो। अनि आफैले यहाँ घरमा भएको बेलामा अथवा म अफिस गएको बेलामा पनि लिएर जान्छु आफैसँग। अनि यसो हेर्नुहुन्छ स्पिकिङ राम्रो हुन्छ, स्पिकिङ प्र्याक्टिस गर्नको लागि। नयाँ ल्याङ्ग्वेज सिक्नु पनि गाह्रै कुरा हो। मलाई कतिवटा ल्याङ्ग्वेज आइसक्यो। मलाई चाइनिज पनि आउँछ, जर्मन गर्दैछु, इङ्ग्लिस, हिन्दी आइहाल्छ। सानदेखि सिरियल हेरेर मुभी हेरेर यिनीहरू नै हो। 5-6वटा ल्याङ्ग्वेज भइसक्यो। अझै ल्याङ्ग्वेज भन्ने कुरा जति सिक्यो त्यति राम्रो। नयाँ कुरा सिकेको राम्रो। सो स्किल न हो, सिकिरहन नयाँ नयाँ कुरा सिक्न मन लागिरहन्छ मलाई। सो म अहिले जर्मन पढिरहेको छु। आई होप हजुरहरूलाई मेरो भ्लग मन पर्यो होला। आइ एम सो टायर्ड। अब म सुत्ने बित्तिकै निदाउँछु, आई नो द्याट। सो द्याट्स इट फर टुडे। मेरो नेक्स्ट भ्लगमा भेटौँला। थ्याङ्क यू सो मच फर वाचिङ। मन पर्यो भिडियो पनि लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु होला। म अब मेरो च्यानलमा रेगुलर हुने कोसिस गर्दैछु। एक्टिभिटी अलिक बढाउन मैले बिहान पनि भनेको थिएँ सायद यो कुरा। द्याट्स इट। सी यू गाइज अन माई नेक्स्ट भ्लग। गुड नाइट, बाई बाई, टेक केयर।